बच्चालाई ज्वरो आउँदा धेरै अभिभावकहरूले चाहिँ तुरुन्तै प्यारासिटामोल या ब्रुफिन किनेर दिने, त्यसले पनि भएन भने कसैको सल्लाह बिना आफैले फार्मेसीबाट एन्टिबायोटिक ल्याएर खुवाउनुहुन्छ हैन। अब म एक पिडियाट्रिसियनको हिसाबले के भन्न चाहन्छु भने यस्तो गर्नु हुँदैन। किन भन्दाखेरि ज्वरो अनेकौं कारणले आउँछ, जस्तै भाइरल इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन या डिहाइड्रेसनको कारणले या स्ट्रेसको कारणले आउँछ। अब के गर्नु पर्यो भन्दा ज्वरो आयो भने हजुरहरूले फर्स्ट थिङ त कति छ भनेर नाप्नु पर्यो। त्यसपछि बच्चालाई जहाँ राख्नुहुन्छ, जुन कोठामा राख्नुहुन्छ त्यो कोठा चाहिँ वेल भेन्टिलेट हुनु पर्यो। सँगसँगै बच्चालाई जाडो भयो भनेर एकदम सिरकहरू त्यसमा थप्ने गर्नुहुन्छ हैन, त्यो चाहिँ नगर्नु। लुगा दिने तर नर्मल पातलो लुगाहरू लगाइदिने र सक्नुहुन्छ भने पानीपट्टिहरू गरिदिने। त्यसपछि प्यारासिटामोल दिने र स्टिल ज्वरो आइरह्यो भने चाहिँ हजुरले डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ।